अग्रज र समग्र सम्पूर्ण साथीहरुमा नौकुण्ड एक दिवस लोकसङ्घको तर्फबाट हार्दिक नमस्कार, जय घण्टी। र म अलिकति समय लिन चाहन्छु र यो नौकुण्डको सामसामिक विषयमा केही कुराहरू राख्न चाहन्छु। युवाहरूको संगालो काम गर्ने विचार मान्यताको संग्रह भएको एउटै मात्र युनिक पार्टी हो रासोपा। अघिल्लो वर्षमा आमा बुवा रोजगारको सिलसिलामा विदेश गएका दुईजना विद्यार्थी बहिनीहरू लगायत वर्षेनी दर्जनौं मृत शरीरहरू घट्टे खोलामा भेटिएका छन्, तर न्याय पाएनन्। त्यस्तोमा न्याय र सुरक्षाको अनुभूति र प्रतिभूति दिलाउन सक्ने हुनुपर्दछ रासोपा। रसुवामा 86 वटा हाइड्रो पावर आधिकारिक रूपमा दर्ता छन्। हामीलाई 4-5 वटाको मात्र नाम थाहा छ। नौकुण्डमा पनि 2 वटा हाइड्रो पावरहरू छन्। त्यो हाइड्रो पावरमा जनताको पहुँच सुनिश्चित गर्न तत्पर रहनुपर्छ, त्यो हो रसुवा। नेपालको सबैभन्दा ठुलो गौतम बुद्धको मूर्तिको नमुना बनाउन योग्य जुरी ढुङ्गालाई पर्यटन केन्द्र बनाउन अब लाग्दछ, त्यो हो रसुवा। 12,000 जनसङ्ख्या भएर पनि गाउँपालिकामा सीमित छ नौकुण्ड, अब नमुना नगरपालिका बनाउन लाग्दछ, त्यो हो रसुवा। नौकुण्डमा प्राकृतिक इन्टरनेसनल एयरपोर्ट, लार्जाङ र थुप्रै सुन्दर झरनाहरू र गाउँहरू, रमणीय गाउँहरू छन्, तर खाजा खाने सानो सुविधा समेत छैन। अब बनाउन लाग्नुपर्छ, त्यो हो रसुवा। रसुवा भरि नै फैलिएका पुर्खाली आधारभूत आवश्यकता आवास श्रमथली पछाडिको कालो ढुङ्गाको खानीलाई व्यवस्थापन गर्नुपर्ने देखिन्छ। जुन त्यो ढुङ्गाबाट बनेको फोटो खिच्न बाहिरबाट मान्छे आओस्। प्राथमिक उपचार पाउन पनि कठिन नौकुण्ड त्यस्तो संवेदनशील विषयको सम्बोधन गर्न सक्ने हुनुपर्दछ र बनाउनुपर्छ, त्यो हो रसुवा। रसुवाको प्रवेशद्वार, जहाँ प्रवेश गर्दा एक पाइला टेक्दा हिँड्दा असहज र खतरा महसुस हुन्छ, त्यही बिन्दुबाट जसरी बसन्त भट्टजी खट्नु भएको छ, त्यसरी नै र त्यति नै सबैमा जिम्मेवारी बोध हुनुपर्दछ, अनि मात्र बन्छ रसुवा र रासोपा। पार्टी केन्द्र, पार्टी जिल्ला अग्रजहरू र आम साथीहरूको सल्लाह बमोजिम संगठनलाई कसिलो र बलियो बनाउनु पर्दछ, त्यो हामी सबैको दायित्व हुनेछ। प्रत्येक एउटा लाल पूर्जामा 30